हेलो गाइस, हाउ आर यु? तपाईहरु कस्तो हुनुहुन्छ? म एकदमै सन्चै छु, तपाईहरु पनि सन्चै हुनुहुन्छ भन्ने आशा राख्दछु। आज चाहिँ हामी हेर्नुस् यता बाख्रा गोठालो गरेर आउँदै छु। हाम्रो यहाँ सन्ते भाइ चाहिँ यस्तो चार्जमा छ। के छ सन्ते भाइ? ठीक छ, बाख्रा गोठालो गरेर आएको हो र, गाइसहरु। सब्स्क्राइब गरिदिनु पर्छ ल गाइसहरु। हाम्रो चाहिँ यहाँ यता उपर हाम्रो यहाँ चाहिँ होबे भाइ छ। जिउ त घरतिर बाख्रा हेरेर आएको एकदमै ठिक छ। यहाँ जङ्गलको बिचमा छु, मान्छेले के किडन्याप गर्ने हो कि भन्ने पनि डर हुन्छ। त्यही त हो गाइज। अलिक यहाँ सब्स्क्राइब पनि कम भइरहेछ गाइज, सब्स्क्राइब पनि गर्नु पर्यो है त। ल ठिक छ गाइज। ल अब त्यही नि हो, युट्युबमा चाहिँ अलिकति कम सब्स्क्राइबर छ, त्यही भएर मैले खासै भ्लग पनि बनाएको थिएन। अब चाहिँ हल्का ग्रो भइरहेछ अब सब्स्क्राइबहरू, त्यही भएर आज चाहिँ म यसो भ्लग खिच्ने भनेर गोठाला गरेर आउँदाखेरि अब गाउँको यस्तै त हो। अहिले चाहिँ हाम्रो यहाँ ठ्याक्क 4 बजिसकेको छ र हामी चाहिँ 11 बजेतिर ल्याएका थियौँ बाख्रा चाहिँ। त्यो गाइस यस्तो छ, यहाँ पारिको हिमालहरू पनि दामी देखिन्छ भ्यू। हाम्रो गाउँ त एकदमै दामी छ गाइस, घुम्न आउनुहुन्छ भने आउन सक्नुहुन्छ। त्यही हाम्रो होमे चाहिँ लडिसकेको अवस्था छ ऊ। सन्ते भाइ चाहिँ पुरै चार्जमा छ ऊ। ल त्यही नि हो गाइस, हेर्नुहोस् यता उमा बस्तीको जङ्गलहरू पनि यस्तो खाले जङ्गलहरू छ कि सबै दामी छ। अब चाहिँ हामी अब घर पनि आउन आँटिसकेको छ। त्यही 20-25 मिनटको बाटोको अन्तराल पछि हामी घरमा पनि आउन आँटेका छौँ। त्यही नि हो गाइस, अलिक सब्स्क्राइब गर्नु पर्यो, सपोर्ट गर्नु पर्यो। दामी दामी भिडियोहरू हाल्ने म बाचा राख्दछु है, होइन सन्ते भाइ? दामी दामी भिडियो आउँछ होइन? अब होमे आउँछ कि आउँदैन? हो त्यही हो गाइस, हेर्नुहोस् हाम्रो केटाहरू नि हो सबै मिलेर हिँड्ने भनेको चाहिँ हामी 3 जनै हो। त्यही भएर दामी दामी भिडियो सपोर्ट गर्नु पर्यो के गाइस, सपोर्ट नै भएन। सपोर्ट तपाईँहरूको साथ सपोर्टको कारणले गर्दाखेरि मेरो युट्युबमा चाहिँ अलिक ग्रो हुन्छ भन्ने तपाईँहरूले गर्न सक्नुहुन्छ गाइस। यदि मेरो भिडियो हेर्दै हुनुहुन्छ भने कुन ठाउँबाट कमेन्ट पनि गर्न सक्नुहुन्छ। हेर्नुहोस् यहाँ यत्रो पहाडहरू छ। हाम्रो गाउँतिर चाहिँ एकदमै दामी छ, दामी जङ्गल नै छ। जङ्गलमा मङ्गल गर्न पनि दामी हुन्छ। त गाइस अब चाहिँ हामी आउन आँट्यौँ घरमा गाइस। अब म घरमा गएर बाख्रा साख्रा गोरु सोरु बान्नुपर्छ, त्यसपछि घाँस सास काट्नुपर्छ। घाँस काटेको पनि हेर्नुपर्छ। गोरु बाख्रा गाउँको त हो, गाउँमा त हो गाइस, गाउँमा त काम गर्नै पर्छ नि त। त्यही भएर हो काम गरेको चाहिँ, न त म काम खासै गर्दिनँ थिएँ होइन अब हो होइन त गाइस। ल त्यही नि हो, हाम्रो चाहिँ यहाँ पारी पारीको हेर्नुहोस् गाइस यस्तो दामी छ कि हाम्रो गाउँ चाहिँ। अब उता चाहिँ हाम्रो यो बिजुले साइड अर्कोलेतिर पर्छ, यता पारी पारी दामी दामी छ। यहाँ हिमाल पनि देखिन्थ्यो, तर अहिले चाहिँ कुहिरो लागिरहेको कारणले गर्दाखेरि देखिएन। अब हाम्रो चाहिँ घर आउन आँटिसक्यो। हेर्नुहोस् यो चाहिँ हाम्रो भर्खरै निर्माण भएको विश्वकर्मा बाबाको मन्दिर हो, जुन हामी असोज गते पूजा गर्छौँ होइन त गाइस। हो त्यही नि हो, यता चाहिँ हेर्नुहोस् सुन्तलाहरू पनि दामी दामी छ, तर खान पाइँदैन के गर्नु है त। यो बाख्राहरू चाहिँ अगाडिहरू गइसकेको छ, त्यही भएर साथीहरू अलिकति सपोर्ट चाहिँ गर्नै पर्यो है त गाइस। हेर्नुहोस् गाइस यहाँ चाहिँ हाम्रो चामे भन्ने भाइको यहाँ गाडी बिग्रिएर थन्किरहेको छ, जो चाहिँ हामी नै चलाउँछौँ यो गाडी पनि। ड्राइभर चाहिँ यही नि हो, यही नि हो गाइस। ल ल ल आइछि ल, यसको घर चाहिँ यो, हाम्रो सन्ते भाइको चाहिँ घर चाहिँ यो। हाम्रो यो पिङ डाँडा पनि हाम्रो जुन भिडियोमा देखिहाल्नु भएको छ। त्यति गाइस यो चाहिँ हामीले यो बाँस किनिवरी लगाएको भन्दैछ हाम्रो होमे भाइले, सत्य त हो। यो चाहिँ हाम्रो केशव भाइको घर हो, यो चाहिँ हाम्रो केशव भाइको घर हो। ल सन्ते भाइ चाहिँ अब यताबाट जान आँटेको ल है त गाइस। ल म एकछिनमा आउँछु, त्यो पनि भ्लग आउँछ। ल दामी छ, होमे भाइ पनि छुट्ने बेला हुन आँटिसक्यो यता चाहिँ। हेर्नुहोस् ल हाम्रो होमे भाइको चाहिँ घर उतै नि हो, दामी छ ऊ होमे भाइको चाहिँ घर। त्यहाँनिर छ होमे भाइको घर चाहिँ। अब त्यही नि हो गाइस है त। ऊ त मेरो घर चाहिँ ऊ त्यो हल्का हल्का देखिरहेछ क्या र, ऊ चाहिँ ऊ त्यो चाहिँ हाम्रो घर अलिअलि देखिन्छ क्या र।
देखिया छ कि छैन उता चाहिँ हाम्रो उमे भाइको मैले अघि भनिहालेँ यो चाहिँ हाम्रो उमे भाइको गोरु हो यो अगाडि कर्ने उमे भाइको यिनीहरू सबै उमे भाइको हो मेरो चाहिँ अगाडि गइसक्यो है त गाइस अनि यहाँ बाली खान्छ अलिक हल्का कुद्नुपर्ने हुन्छ त्यही नि हो सो लेट्स गो गाइस म घर पुगेर देखाउने छु हाम्रो घर कस्तो छ ल ल उमे भाइ ल ल बाई बाई उमे भाइ ल भरे भेट्नुपर्छ है ल है त गाइस दामी छ ल ल भाइ उयो बाख्रा चाहिँ हेर्नुहोस् गाइस उता चोर्न पुगिसकिहालौँ उ त्यहाँ तल पुगिसकेको छ त्यही भएर अहिले त्यहाँ मार्छ नि त्यहाँ त म अहिले भिडियो रोक्छु हाम्रो यहाँ चाहिँ बा हुनुहुन्छ ऊ बा आइ भन्नु ऊ हो कि आइ भन्नु न यही हो बा चाहिँ हाम्रो घर चाहिँ ट्याक्लक्कै फाइनली गाइस घर पनि आइयो यही नि हो हाम्रो घर चाहिँ दामी छ नि गाइस होइन गाउँघरको भए पनि मम्मी ल बाख्रा बान्नु हो गोरु लाउँदै जाला ल हो त गाइस फाइनल्ली घरमा पनि आइपुगे जस्ट अ मोमेन्ट गाइस एकछिन पर्खिनु होला है त साथीहरू म चाहिँ फाइनल्ली घर पनि आइसकेको छु अनि आज चाहिँ हाम्रो मम्मीहरू त ऊ पुरै लठले कुट्टा भन्नु हुँदैछ त्यही नि हो गाइस गोरु पनि कुदिसकेको अवस्था छ चाहिँ हाम्रो है छोडले गोठो यहाँ चाहिँ अहिले हाम्रो यतातिर बाँध्दैछौँ चाहिँ हाम्रो सन्दा भैँसी त्यता छ बाख्रा खसी त्यता छ है त गाइस ल गाइस म चाहिँ अब घरमा पनि आइसकेर पनि बाख्रा साख्रा सबै बानिसकेर पनि म चाहिँ अब फेरि चट्टलाएर घाँस काट्न हिँडिसकेको छु त गाइस म चाहिँ घाँस काट्न हिँडेको अब ठ्याक्क लाएर घाँस काट्ने जाने ठाउँ चाहिँ ऊ त्यता हो त्यतातिर हो म घाँस काट्न जाने ठाउँ चाहिँ अब अहिले चाहिँ यहाँ कडाहरूसँग नाम्लो डोरी पनि यहाँ साप्नै छ कुकुरी नाम्लो डोरीसँगै म चाहिँ हिँडेको गाइस घाँस काट्न जस्तै त हो घाँस सास पनि काट्नै पर्छ है त गाइस म चट्टलाएर घाँस काट्न हिँडेको त्यसैले ठिक छ गाइस हाम्रो उमेश चाहिँ उता छ उमेश भाइ चाहिँ आइ कि आइ भन्दैछ माथि बसेर ल है त गाइस हाम्रो उमेश भाइ चाहिँ उता छ मासतिर ल हेर्नुहोस् गाइस हाम्रो यो चाहिँ आइसकेर अम्बक तास्न थालिसकेको छ हेर्नुहोस् नभए भाइ चाहिँ उता छ आज त माथि छ नि त दबाई यो त आज गाजा खाँदा पुरै चारो यो काला यो आज कि चार्जमा थिएन चार्जमा थिएन है आज अनि चार्जमा त फ्यामिली गाइस म चाहिँ घाँस पनि काटिसकेँ घाँस पनि लिएर है हेर्नुहोस् हिँड्दैछु अब घर पनि आउन आँटिसक्यो घाँस काटेको चाहिँ भिडियो बनाउन पाइनँ है त गाइस लास्ट गलिँदो रहेछ है त गाइस अब हामी आजलाई यति नै हामी अर्को नेक्स्ट डेको हामी भ्लगमा भेट्छौँ है त गाइस ओके बाई बाई गाइस